यदि हामीले फेसबुकको पासवर्ड बिर्स्यौँ भने अब के गर्ने त? फेसबुकको पासवर्ड हामीले सधैँ सम्झिरहने कुरो पनि भएन। नोट गरेर राखेर पनि नोट पनि कता हराउँछ, के गर्छ त्यो भुल्न सकिन्छ। त्यसैले हामीले यदि ल मानिलिउँ फेसबुकको पासवर्ड बिर्स्यौँ, अब के गर्ने? त्यसको लागि सजिलो उपाय, फेसबुकको पासवर्ड सम्झिनको लागि सजिलो उपाय म अब तपाईँहरूलाई बताउन गइरहेको छु। त्यो उपाय बताउन गइरहेको छु। अब त्यसको लागि सबभन्दा पहिले हामीले के गर्नुपर्छ भने गुगल क्रोममा गएर यहाँ यो गुगल क्रोममा थिच्नुहोस्। अनि यो गुगल क्रोमको सबभन्दा यो दाहिने साइडको माथि 3 डटमा थिच्नुहोस्। त्यसपछि अरू केही गर्नु पर्दैन। यो सेटिङमा थिच्नुहोस्। सेटिङमा थिचिसकेपछि अब अरू केही गर्नु पर्दैन। हामीले हेर्दै जाँदाखेरि गुगल पासवर्ड म्यानेजर लेखेको छ, त्यसमा चाहिँ हामीले थिच्नुहोस् हैन। त्यसमा थिचिसकेपछि यहाँ फेसबुकको छ है। अब फेसबुक यहाँ देखिन्छ नि। अब फेसबुक भन्ने ठाउँमा थिच्नुहोस्। अब यसमा चाहिँ अब हामीले के गर्ने भने आफ्नो यो मोबाइलको के भन्छ यो पासवर्ड थिच्नुहोस्। हो यसरी थिचेर गएपछि यहाँ फेसबुकको पासवर्ड चाहिँ यहीँ आउँछ। ल यसरी फेसबुकको पासवर्ड यहाँ आउँछ। सजिलो तरिका यही हो है त। यसरी गर्न सकिन्छ। ल धन्यवाद, थ्याङ्क यू।